गाईचोरो माहौल देखेरै थाहा पाइसक्नु होला म कहाँ छु भन्दाखेरि आज चाहिँ पारी तनहु यता स्याङ्जा गाईचोरो पारी देखेको चाहिँ तनहु भयो नि हाम्रो यो चाहिँ स्याङ्जा हो ट्याक्क लाएर यता स्कुलमा आएको अवस्था आयो यति बेला यता सानो भाइ ट्याक्कको हेलो सानो भाइ यता हेर ट्याक्कको के छ गाइज भन सानो भाइ शर्माको अवस्था गाइज हो र यहाँ चाहिँ हामी स्कुलमा सानोतिनो काम ल्याएको थियौँ ट्याक्क लाएर अनि यो स्कुलको नाम चाहिँ श्री पोखरा के छ नाम भन्नु श्री पोखरा पोखरी भन्ज्याङ नि मावि श्री पोखरा भन्ज्याङ नि मावि रहेछ स्कुलमा चाहिँ गाइज हो र हामी चाहिँ पारीबाट आएको यहाँबाट आएको यो चाहिँ त्योभन्दा उताको चाहिँ देखिएको हुँका डाँडा पऱ्यो भने एन्ड यताको भ्यू चाहिँ यस्तो बवाल छ जे होस् यहाँ चाहिँ हामी सानोतिनो काम ल्याएको थियौँ ट्याक्क हामी चाहिँ यो कुलुङ खोला यहाँबाट होइन यो त आधा मारा जस्तो यार गाइजहरू आधा मारा हो क्या यार हाम्रो समीर मामाको घर जाउँ हालिदिउँ क्या मैले समीर मामाको घर देखिएको चाहिँ हो त जाउँ भनौँ कमेन्ट डाउन बिलो मामा तपाईँ घर यतैपट्टि हो जस्तो लाग्छ जहाँसम्म कुन चाहिँ एउटा ट्यागको हेरेर भन्नुहोला अनि पारिदेखि डुम्री बेसी गाउँ गाइजहरू है डुम्री बेसी यतापट्टि चाहिँ हाडी गाउँ कि बर्सेको चाहिँ कुटुम्ब छ हामी यहाँको चाहिँ ट्यागको यहाँ चाहिँ स्टुडेन्टहरूको ड्रेसको लागि उस कपडा नाप्न आएको लागि गाइजहरू नाप्न ड्रेस सिलाउनको लागि एन्ड यो फुल चाहिँ जता जाँदा पनि देखिरहेको हुन्छ यहाँ पनि रहेछ पुरा भाँचेर स्टुडेन्टको काम त भनौँ पुरै भाँचेर है यस्तो छ माहौल यता उतापट्टि चाहिँ घर पनि रहेछ यस्तो छ माहौल कडै छ भनौँ न भ्यू खुनखार छ गाइजहरू यहाँबाट कति नजिक देखेको कि आउँदाखेरि आमामा यहाँ तल खाल्डोमा झरेर उक्लिन पर्ने कि आमा लास्टै टाइम लाग्दो रहेछ आउनु चाहिँ प्लस यहाँ मन्दिर पनि रहेछ अनि यो चाहिँ हाम्रो कुटुम्सा गाउँ गाइजहरू है कुटुम्सा गाउँ जस्तो दामी छ गाउँ चाहिँ यता चाहिँ सामान झार्ने कार्यक्रम जारी छ श्री पोखरी भन्ज्याङ आधारभूत विद्यालय हामी आएको चाहिँ ल ट्याक्क स्कर्पियोमा सामान लिएर आउँदै यता दाजुहरूले पोखराबाट आएकै गाइजहरू चाहिँ यस्तो छ माहौल यता भाइहरू शर्मा पनि रहेछ यहाँको स्टुडेन्टहरू चाहिँ खतरा भ्लगमा हालिदिन्छ भनेर के हो कि लास्ट शर्माहरू सामान झारेको अवस्था यस्तो छ भ्यू के हो खासमा ल्याउनु भएको थियो दाइ ड्रेस हो कपी झोला भन्नाले स्पोन्सर हो कसो स्पोन्सर हजुरहरूकै तर्फबाट दाइहरूले चाहिँ स्पोन्सर गर्नुभएको अरे यस्तो छ माहौल उहाँले स्पोन्सर गरेको हो यो स्कुललाई भन्नाले वर्षै पछि गर्नुहुन्छ स्पोन्सर हो है दाइहरू चाहिँ वर्षै पछि स्पोन्सर गर्नुहुन्छ अरे ट्याक्क लाएर कपी किताब सपना नेपाल यस्तो छ यहाँको यो विद्यार्थीहरू शर्मा रहेछन् बिचरा भिडियोमा र बाजेहरू हुनुहुन्छ ट्याक्क किन शर्माको तिमीहरू भ्लगमा आउँछ तिमीहरू भ्लगमा हेलो गरिदियो भाइ हेलो गर हेलो भन ल यस्तो छ यहाँ चाहिँ 8सम्म रहेछ पढाउने स्कुलहरू चाहिँ 8सम्म हो त्यताको खुच्चीहरू अघि डराए भाग्ने यिनीहरू भागेको है गाईचोहरू अघि अझै नि कुदिराख्यो क्या यस्तो छ माहौल हेलो भन भाइ ल हेलो गाइज तिमीले नि हेलो गाइज भन हेलो गाइज भन युट्युबमा आउँछ हेर है ट्यागको तिमीले नि हेलो गाइज भनिदेऊ तिमीले नि भनिदेऊ भाइ हेलो भनिदेऊ हेलो गाइज भनिदेऊ तिमीले नि भनिदेऊ ऊ चाहिँ शर्मा रहेछ
यो चाहिँ सर्भाउन्ड रहेछ तिमीले पनि भन्देऊ ल हेलो गाइज भन्देऊ यस्तो छ माहौल उहाँले चाहिँ वर्षै पछि स्पोन्सर गर्नुहुँदो रहेछ हेलो हेलो गाइज भन्देऊ मोबाइल सक्छ छैन ब्लग हेरे ब्लग युट्युबमा आउँछ तिम्रो सक्छ छैन हो गर केमा हेर भन्दा ऋतिक ब्लग्स 472 मा हेर ट्यागको तिम्रो भ्लग आउँछ तिमी पनि हेर मम्मी खुवाउन गर तिम्रो भ्लग आउँछ ट्यागको के खाएको तिमीले क्यान्टिन छैन हो माथि के हो खाने जम्प फुड अभाइलेबल छ यहाँ खान पाइन्छ जम्प फुड पाइन्छ ए ल ठिक छ कति शर्माको बहिनीहरू शर्माउने बिचरा भ्लगमा आउने शर्माएँ लास्टै भयो त वितरण हुने कार्यक्रम हुँदैछ ट्याक्क वर्षै पछि स्पोन्सर गर्नुहुन्छ दाइहरूले होइन दाइ आजैबाट उद्घाटन गर्नुपर्छ यसको ट्याक्क तपाईँहरूको खासमा सस्ता छ कि के हो दाइ यो सस्ता सपना नेपाल हो हजुरहरूले भन्छ यो स्पोन्सर गर्नुभएको वर्षै पछि गर्दै आउनु रहेछ ल ठिक छ झोलासोला वितरण हुने कसो सबै है यत्तिको चाहिँ हुनुपर्छ है गाइजहरू यत्तिको चाहिँ हुनुपर्छ झोला पनि राम्रो रहेछ ल एउटै कम्पनीको टोटल वर्षैभरलाई पुग्छ होला नि लगभग सही हो ल भन्दै हुनुहुन्थ्यो अघि वर्षै पछि स्पोन्सर गरिन्छ हामीले भन्दै हुनुहुन्थ्यो तर यहाँको स्टुडेन्टहरू चाहिँ सराउन्ड रहेछ नाली भिडियोमा यसो देखाइदिनु भने ल गाइजहरू स्पोन्सर हुन अब यहाँ स्पोन्सर हुन्छ टोटली स्पोन्सर हुन्छ अरे यहाँ सय थुङ्गा भन्दै बिर्सिहाल्यो मैले त धेरै भन्दै नभने क्यामेरा नि लास्टै धुलो भएछ धुलो भएछन् ल यो भाइ नि शर्मायो खोज्दियो भाइ खोज्दियो यो भाइ चाहिँ खुनखार रहेछ ल यो भाइ नि शर्मायो बेमा थापा बेमा अनि के त बेमा थापा हो कि के हो तिम्रो नाम के अरे अघि नि भन्थे सुदिन थापा हेलो सानो मान्छे यिनी त बोल्दैन भन्ने रहेछ नि त सानो भाइ थापा हो नामै सानो भाइ थापा तिमी किन शर्माको तिमीलाई म यहाँ क्याप्चर गरिसकेँ तिमीलाई मैले साँच्ची हो अघि नै तिमी अब शर्मार केयर छौ अघि नै क्याप्चर गरिदिएको तिमीलाई